अब मैले बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर सरसँग के अपेक्षा राखेँ भने ग्लोभ्स नभएका कुरा, मास्क नभएका कुरा, खैर ती कुराहरू समाधान हुने भइराखेका पनि होलान्। यहाँ थाइराइड्सको एउटा बिरामी यहाँ आउँछ, उसले एउटा रिपोर्टका लागि 3 दिन पर्खन पर्ने अवस्था छ। यहाँ नजिकै रहेका स्वास्थ्य चौकीहरू, पिएचसीहरूले 3 घण्टामै दिएको पनि अवस्था छ, होइन सर? अब यो थाइराइड्सका लागि चाहिँ 3 दिनसम्म पर्खिनु पर्ने अवस्था रहेछ। मैले यहाँका आदरणीय कर्मचारी सरलाई सोद्धाखेरि उहाँले के भन्नु, 3 जना कर्मचारी हामीलाई बढाउने हो भने हामी टाइममा दिन सक्छौँ भन्ने खालको कुरा गर्नुभएको छ, होइन? अनि यहाँनिर अब यद्यपि यहाँ नगरले दिएको कर्मचारीलाई हटाएको सम्मका कुराहरू पनि छन्, त्यो अर्को होला, फर्दर त्यो तपाईँलाई भन्दा व्यवस्थापन समितिले थाहा पाउला, म उहाँहरूलाई सोधौँला। तर कुरा के हो भने एउटा अस्पताल त्यो पनि काठमाडौँमा रहेको, मैले अघि पनि भने, मैले यो अनुगमन पनि गरेको छु, यो सुर्खेतको मेलकुना अस्पताल प्रादेशिक अस्पताल त्यो, होइन? त्यो अस्पतालमा जाँदा वाउ लाग्छ क्या। यद्यपि अब केही चिजहरू त्यहाँ पनि समस्या छन्, तर यो काठमाडौँ हो, त्यो सुर्खेत हो, होइन हजुर? अनि काठमाडौँमा रहेको यो अस्पताल, यो यहाँबाट तल यसको कम्पिटिटर के हुन् भन्दाखेरि चाहिँ ग्रान्डी, ग्रिन सिटी, होइन, यी खालका अस्पतालहरू छन्। अनि यसको हल्ला चाहिँ के छ भने त्यहाँ के पनि छैन, हुँदैन, केही हुन्न भन्ने खालका हल्लाहरू बढी आयो के, होइन सर? अब यहाँ केही हुन्छ भन्नको लागि केही त देखिनु पर्यो नि त, होइन? केही देखिनुको लागि यहाँ कर्मचारी जवाफ दिनको लागि आनाकानी गर्छ। यहाँको सुन्नु न, यहाँको स्टोर किपर के भनिराख्नु भएको छ भने, सुन्नु न मन्त्रीज्यू, यहाँको स्टोर किपर के भन्नुभएको छ भने मलाई स्टोर किपर बनायो, मलाई इन्चार्ज दिएको छैन, मलाई चार्ज गरिएको छैन, मलाई पावर दिएको छैन भन्नुहुन्छ। यहाँको लेखाले न गरिराख्नु भएको छ। यहाँको मेसु भर्खरै आउनु भएको छ, तपाईँले अघि भनिहाल्नु भयो, होइन हजुर? अनि त्यस पछाडि यहाँको वडा अध्यक्ष चाहिँ के भनिराख्नु भएको छ भन्दा तिमीहरूकामा ग्लभ्स मास्कहरू छैन भने मसँग समन्वय गर न, मसँग स्वास्थ्य चौकी छ त म पठाउँछु त भनिराख्नु भएको छ। उहाँहरू समन्वय गरिराख्नु भएको छैन। ए बाबा, टोखा नगरपालिकामा रहेको यो प्रादेशिक अस्पतालले खोज्या चाहिँ के हुनुपर्ने, के हो गर्न खोज्या के भन्ने कुरा हो सर। यो कुरा त म तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुर, तपाईँ जस्तै एउटा मिडियाले चाहिँ त्यो ठाउँमा त्यहाँका कमी कमजोरीलाई एउटा उजागर गरिदिनु भयो, हामीलाई जानकारी गराउनु भयो, एकदमै म तपाईँलाई एकदम एप्रिसिएट गर्छु। तपाईँको यहाँ 74 जनाको मैले लिस्ट पाएँ है, 74 जना यहाँ हुनुहुँदो रहेछ। यो 74 जना हुँदै गर्दा मन्त्रीज्यू, अनि यो ल्याबमा स्टाफ नपुग्दै गर्दा वा एक्सरेमा स्टाफहरू नपुग्दै गर्दा समयमा पाइएन क्या। अस्पताल आइस त मान्छेको एउटा अपेक्षा हुन्छ नि त। प्रादेशिक अस्पताल, अब प्रादेशिक अस्पताल जस्तो देखिने कुरामा ढुक्क हुनको लागि तपाईँ के भन्नुहुन्छ? म यहाँ त्यहाँ भएका कमी कमजोरीलाई म तुरन्तै जाने, म यहाँ सजिलो भनेर छानबिन समिति बनाउन आउँछु। ए हजुर, अनि त्यो छानबिन समितिबाट त्योबाट पनि म हजुर र म सँगै हुँदाखेरि त्यो कहाँ कसो कमजोरी छ त्यो सबै चाहिने, त्यसपछि जसको कमजोरी छ, जसले गलत गरेछ उसलाई कारबाही पनि गर्छु। हजुर, अनुगमन पनि गरिन्छ, कारबाही पनि हुन्छ एकदमै। तर कारबाही भन्दा पनि म चाहिँ के भन्छु भने जहाँ जस्तो हुनु पर्यो त्यो त्यस्तो हुनु पर्यो। फेरि बुलन्द आवाजको यो जुन आशय, यहाँ कुनै कर्मचारीलाई कारबाही गरेर यहाँ लड्न आएको होइन। टोखा चण्डेश्वरी अस्पताल राम्रो छ र राम्रो बन्न सक्छ भन्न आएको। जसको जुन जिम्मेवारी छ, जिम्मेवारी त पुरा गर्नु पर्यो नि। हजुर हजुर, होइन र? ल मन्त्रीज्यू, तपाईँसँग कुरा गर्दा बडा मजा आयो, खुसी लाग्यो। पहिलो घन्टीमा कल रिसिभ गर्नुभयो, दोस्रो कुरामा म तुरुन्तै आउँछु भन्नुभयो, तेस्रो कुरामा म एक्सन लिएर साँच्चीकै त्यहाँको व्यतिथिलाई थितिमा ल्याउने काम गर्छु भन्नुभयो। हजुर, हेलो, नमस्कार मन्त्रीज्यू। नमस्ते। यो चाहिँ एक झड्कामा फोन उठ्ने मन्त्री त नेपालकै पहिलो हो कि क्या हो? नेपालकै पहिलो कि कसैले हो? यो त अचम्मै भयो त। हजुर, अब कति बेर कुर्न पर्ने हो, क्यामेरा मिलाउँदै थिएँ म, फोन त झ्याप्पै उठिहाल्यो त, अचम्मै भयो त। ए हो हजुर, यति सजिला मन्त्री पनि पाइन्छ रहेछ। हजुर, ल अब मैले परिचय दिनु पर्यो अब, होइन हजुर? हजुर, म चाहिँ पत्रकार राजन नेपाल बोलिराखेको छु मन्त्रीज्यू, होइन? यति बेला चाहिँ म तपाईँको कार्यक्षेत्र बागमती प्रदेश अन्तर्गत रहेको टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालको माथिल्तिरको हलबाट, जहाँ यस अस्पतालका सम्बन्धित सरकारवालाहरू, व्यवस्थापन समितिका अध्यक्ष, त्यसै गरी मेसु साहब, त्यसै गरी वडाका वडाध्यक्षज्यू, होइन, लगायत शाखा प्रमुखज्यूहरू यहाँ हुनुहुन्छ। हजुरलाई सुन्नु भएको छ। हामी बिहानैदेखि यो कार्यमा लागेका थियौँ, बिहानैदेखि होइन, हामी बिहानैदेखि थियौँ। अनि काम गर्दै जाँदा 6:51 हजुरलाई फोन गर्दा म हजुरलाई धन्यवाद, बधाई, शुभकामना
साँच्चीकै यस्तो फोन मन्त्रीहरूले उठाएको मेरो जीवनको पहिलो थुप्रै मन्त्रीसँग कुरा गरेँ मैले पहिलो। अब मेरो प्रश्नको जवाफ पनि त्यस्तै खाले पाउँछु भन्ने अपेक्षा राख्छु, जो यति बेला बागमती प्रदेशको स्वास्थ्य मन्त्री किरण थापा मगर हुनुहुन्छ। मैले अघि पनि भने म टोखा नगरपालिकामा रहेको टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालमा छु, जहाँ यहाँनिर चाहिँ मैले बिहान अस्पताल भिजिट गर्नुभन्दा अगाडि यस अस्पतालका बारेमा करिब 3 महिना अगाडिदेखि केही डाटाहरू सङ्कलन गरेँ। यस अस्पतालमा मास्कहरू नभएको कुरा, ग्लोभ्सहरू नभएको कुरा, सेवाग्राही आउँदा उसलाई बिना मास्क र ग्लोभ्समा नै उपचार गर्दै गरेको डाक्टरलाई भिडियो सहितै देख्दै गर्दा र यहाँ डेलिभरी गराउन आउँदै गर्दा नाभिसम्म काट्न सक्ने कर्मचारीहरू नभएको देख्दा र यस अस्पतालमा यति बेला म बोल्दै गर्दा कति बेला यो बत्ती झ्याप्प जाने हो र मन्त्रीज्यू र मेरो कुराकानी यहीँ अड्किने हो भन्ने अन्यलपूर्ण स्थिति छ भनेको जेनेरेटरसम्म छैन। अब एउटा प्रादेशिक अस्पतालमा होइन जेनेरेटर छैन भन्ने बित्तिकै हाँसो लाग्दो कुरो, अर्को कुरो मास्क र पन्जा नै नभएको कुराहरू चाहिँ यहाँ बाहिरिँदै गर्दा र यति बेला चाहिँ त्यो गेटमा एउटा फार्मेसी छ। हजुर आउनु भएको छ नि यो टोखा प्रादेशिक अस्पताल? मैले मन्त्रालय सम्हाल्नुभन्दा अगाडि त हजुरको त्यो हस्पिटल 10 लाख मात्रै चल्थ्यो। म त्यो गेटमा आउँदै गर्दा गेटमा हामीले त्यहाँ फार्मेसीमा सोध्दै गर्दा त्यो फार्मेसीवालाले औषधि छैन भनेर भने 2-4 थरीको छैन, 10 रुपियाँको जुकाले खाने औषधि, जुकालाई के भन्छ जुकाको आहार, जुका मर्ने औषधि मात्रै रहेछ 10 रुपियाँवाला है। त्योभन्दा अरू पाइएन। त्यो चाहिँ मैले भने होइन, सेवाग्राहीले नै भनेको। त्यहीँ उभिएर मैले बोलाएको सेवाग्राही होइन, अन द स्पोट भेटिएको देखिएको, जहाँ हामी भिजिटमा निस्किँदै थियौँ। अब मैले मान्य मन्त्रीज्यूलाई मेरो प्रश्न के हो भने साँच्चीकै हामीले प्रादेशिक अस्पताल भनेर 2-4 तलाका बिल्डिङ बनाउँदैमा 70-75 जना कर्मचारी राख्दैमा यी कुराहरू पुरा भएनन्। यो अस्पताल जस्तो देखिनको लागि अब मन्त्रीज्यूको पहल कदमी के हुन्छ? यद्यपि मैले अघि नै सचिवज्यूसँग कुरा गर्दै गर्दा म मन्त्रीज्यूलाई भिजिटमा पठाउँछु भन्नुभयो, उहाँले पठाउने हो कि आउँछु भने हो के हो, म अलिकति स्पष्ट भएको छैन। हुन्छ के? हस् थ्याङ्क यू हजुर। अब यस्तो छ, मैले मन्त्रालय बागमती प्रदेशको 13वटा जिल्लामध्ये प्रादेशिक अस्पताल हरेक जिल्लामा प्रादेशिक अस्पताल छ। त्यो प्रादेशिक अस्पताल हिजोको दिनमा एउटा जिल्ला अस्पताल हुँदाखेरि रेफरल सेन्टरको रूपमा मात्रै मान्छेले चिन्थे। आज प्रादेशिक अस्पतालहरू एउटा चाहिँ प्रदेशले सञ्चालन गरिराख्दाखेरि यी प्रादेशिक अस्पतालहरू अहिले चाहिँ एउटा दिन प्रतिदिन सेवा विस्तार हुँदै गइराखेको छ। यो 13वटा प्रादेशिक अस्पताल मध्ये अलिकति कमजोर भनेको चाहिँ यो अस्पताल हिजो विगतमा नगर अस्पताल थियो। त्यो नगर अस्पताललाई अहिले चाहिँ प्रदेशले चाहिँ प्रादेशिक अस्पताल बनाएको छ। जबरजस्ती त बनाइएन नि यसलाई, जबरजस्ती मन्त्रीज्यू यसलाई जबरजस्ती प्रादेशिक अस्पताल बनाउने कोसिस एक किसिमको गलत मा त लागिएन? हामी भार भएको त होइन प्रदेशलाई? जस्तो अब त्यसपछि मैले मन्त्रालय सम्हाली राख्दाखेरि त्यो अस्पताल 10-5 मात्रै चल्थ्यो, फार्मेसीमा 1 जना मात्रै स्टाफ थियो। मैले अस्पताल अनुगमन गरिसकेपछि त्यसलाई मैले चाहिँ 24 घण्टा अब सेवा दिनुपर्छ, यो त भएन भनेर फार्मेसीमा चाहिँ थप हामीले चाहिँ फार्मेसीको चाहिँ जनशक्ति व्यवस्थापन गरेर 1 जना ले पनि सपोर्ट गर्नुभयो। अर्को थप जनशक्ति व्यवस्थापन गरेर या चाहिँ पढ्या मान्छेलाई मन्त्रीज्यू मैले अलिकति रोकेँ। हजुरहरूले जनशक्ति भन्नुभयो। अब यहाँ कुरो के हो भने यहाँ अशोक पण्डित भन्ने आदरणीय कर्मचारी छ, उहाँले एचए पढ्नु भएको, फार्मेसी होइन, उहाँलाई फार्मेसीमा लादिएको छ यति बेला। यसो त भएन? हजुर। अनि म अलिकति हजुरलाई भन्छु। त्यसपछि अहिले यो बिचमा चाहिँ योभन्दा अगाडि श्रीधर अर्याल मेसु हुनुहुन्थ्यो। अब उहाँले चाहिँ नि के कारणले अब म त सक्दिनँ, मैले मेसु चलाउन सकिनँ भनेर उहाँले राजीनामा दिनुभयो मेसुबाट है। उहाँ त्यही कार्यरत हुनुहुन्छ। मेसुको जिम्मेवारीबाट राजीनामा दिइसकेपछि अहिले चाहिँ नि डाक्टर नवीन दर्नाललाई पठाइएको छ। त्यहाँ अलिअलि कमजोरी भएरै मैले पठाएको है। अब त्यसपछि चाहिँ नि अहिले चाहिँ नि हजुरको त्यहाँ यो बिचमा हजुरले एउटा कुरा म के चाहिँ जानकारी गरौँ भने अब यो बिचमा उहाँले टेन्डर लगाएर लिनुपर्ने पैसा त बजेट छुट्याइसकेका छ। फेरि बिचमा अलिकति चाहिँ यो दसैँ तिहारको र बिचमा यो जेनजीको आन्दोलनले गर्दाखेरि प्रदेश रहने नरहने अथवा प्रदेशले चाहिँ यो बजेट कार्यान्वयन गर्न पाउने नपाउने भन्ने अलिकति अलमल भयो क्या। हजुर। त्यो अलमल
नहुँदाखेरि बजेट निकासा भएन। हजुरले यथार्थ कुरा भन्नुपर्छ। त्योभन्दा अगाडि चाहिँ टेन्डर गरेको भए हुन्थ्यो। र अर्को कुरा चाहिँ नि हजुर हामी यो अहिले चाहिँ हामी मेरो पहिलो प्राथमिकता चाहिँ सुशासन छ क्या हजुर। अब अहिले जति पनि हामीले चाहिँ नि यो फार्मेसीमा के अरे चाहिँ उसमा सर्जिकल सामानहरू हामी जुन खरिद गर्छौँ नि हजुर हजुर, अब यसलाई चाहिँ नि यो चाहिँ नि कोटेसनमा लिनु हुँदैन। अब यसलाई टेन्डर गर्नुपर्छ भन्ने मेरो प्राथमिकता छ, मेरो जोड छ हजुर। किनभने त्यहाँ बीचको व्यापारीले फाइदा कमाउँछ भन्ने भयो। हो यो बिचमा हजुरको चाहिँ नि यो कोटेसनबाट लिँदाखेरि अब चाहिँ नि त्यो एउटा कतिपय चाहिँ मिलीभगत पनि हुन सक्ला, अथवा कतिपय चाहिँ नि त्यो चाहिँ नि एउटैले मात्रै त्यहाँ सामान सप्लाई गरिराख्ने भयो होइन हजुर। अब हामीले चाहिँ नि खुल्ला प्रतिस्पर्धाबाट टेन्डरमा गयो। अब त अहिले इबिड हुन्छ, त्यो अलिकति प्रक्रियामा अलिकति टाइम लाग्छ। अब टेन्डरमा जाँदाखेरि त्यो घटेको पैसाबाट फेरि अरू सामान पाइयो नि हजुर। त्यो भएर मैले त्यसलाई चाहिँ अलिकति बढी प्राथमिकता पनि दिएको छु। र अलिकति त्यहाँ कमजोरी अहिले भएकै छ। त्यो भएकै कारणले गर्दाखेरि मैले अहिले मेसु चेन्ज गरेँ र मेसु चेन्ज गरेँ। डाक्टर नवीन दादाले पठाएको छु। ठिक छ मन्त्रीज्यू, अब मैले म हजुरको कुरामा एकदमै पोजिटिभ भएँ। अब मैले बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर सरसँग के अपेक्षा राखेँ भने ग्लोभ्स नभएका कुरा, मास्क नभएका कुरा, खैर ती कुराहरू समाधान हुने भइराखेका पनि होलान्। यहाँ थाइराइड्सको एउटा बिरामी यहाँ आउँछ, उसले एउटा रिपोर्टका लागि 3 दिन पर्खन पर्ने अवस्था छ। यहाँ नजिकै रहेका स्वास्थ्य चौकीहरू, पिएचसीहरूले 3 घण्टामै दिएको पनि अवस्था छ होइन सर। अब यो थाइराइड्सका लागि चाहिँ 3 दिनसम्म पर्खिनु पर्ने अवस्था रहेछ। मैले यहाँका आदरणीय कर्मचारी सरलाई सोद्धाखेरि उहाँले के भन्नु, 3 जना कर्मचारी हामीलाई बढाउने हो भने हामी टाइममा दिन सक्छौँ भन्ने खालको कुरा गर्नुभएको छ होइन। अनि यहाँनिर अब यद्यपि यहाँ नगरले दिएको कर्मचारीलाई हटाएको सम्मका कुराहरू पनि छन्, त्यो अर्को होला, फर्दर त्यो तपाईँलाई भन्दा पनि व्यवस्थापन समितिले थाहा पाउला, म उहाँहरूलाई सोधौँला। तर कुरा के हो भने एउटा अस्पताल त्यो पनि काठमाडौँमा रहेको, मैले अघि पनि भने, मैले यो अनुगमन पनि गरेको छु। यो सुर्खेतको मेलकुना अस्पताल प्रादेशिक अस्पताल त्यो होइन, त्यो अस्पतालमा जाँदा वाउ लाग्छ क्या। यद्यपि अब केही चिजहरू त्यहाँ पनि समस्या छन्, तर यो काठमाडौँ हो, त्यो सुर्खेत हो होइन हजुर। अनि काठमाडौँमा रहेको यो अस्पताल, यो यहाँबाट तल यसको कम्पिटिटर के हुन् भन्दाखेरि चाहिँ ग्रान्डी, ग्रिन सिटी होइन, यी खालका अस्पतालहरू छन्। अनि यसको हल्ला चाहिँ के छ भने त्यहाँ केही पनि छैन, हुँदैन, केही हुन्न भन्ने खालका हल्लाहरू बढी आयो के होइन सर। अब यहाँ केही हुन्छ भन्नको लागि केही त देखिनु पर्यो नि त होइन। केही देखिनुको लागि यहाँ कर्मचारी जवाफ दिनको लागि आनाकानी गर्छ। यहाँको सुन्नु न, यहाँको स्टोर किपर के भनिराख्नु भएको छ भने, सुन्नु न मन्त्रीज्यू, यहाँको स्टोर किपर के भन्नुभएको छ भने मलाई स्टोर किपर बनाइयो, मलाई इन्चार्ज दिएको छैन, मलाई चार्ज गरिएको छैन, मलाई पावर दिएको छैन भन्नुहुन्छ। यहाँको लेखाले गरिराख्नु भएको छ। यहाँको मेसु भर्खरै आउनु भएको छ, तपाईँले अघि भनिहाल्नु भयो होइन हजुर। अनि त्यस पछाडि यहाँको वडा अध्यक्ष चाहिँ के भनिराख्नु भएको छ भन्दा तिमीहरूकामा ग्लभ्स मास्कहरू छैन भने मसँग समन्वय गर न, मसँग स्वास्थ्य चौकी छ त म पठाउँछु त भनिराख्नु भएको छ। उहाँहरू समन्वय गरिराख्नु भएको छैन। ए बाबा, टोखा नगरपालिकामा रहेको यो प्रादेशिक अस्पतालले खोज्या चाहिँ के हुनुपर्ने, के हो गर्न खोज्या के भन्ने कुरा हो सर। यो कुरा त म तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु हजुर। तपाईँ जस्तो एउटा मिडियाले चाहिँ त्यो ठाउँमा त्यहाँका कमी कमजोरीलाई एउटा उजागर गरिदिनु भयो, हामीलाई जानकारी गराउनु भयो। एकदमै म तपाईँप्रति तपाईँलाई एकदम एप्रिसिएट गर्छु। तपाईँको यहाँ 74 जनाको मैले लिस्ट पाएँ है, 74 जना यहाँ हुनुहुँदो रहेछ। यो 74 जना हुँदै गर्दा मन्त्रीज्यू, अनि यो ल्याबमा स्टाफ नपुग्दै गर्दा वा एक्सरेमा स्टाफहरू नपुग्दै गर्दा समयमा पाइएन क्या। अस्पताल आइस त मान्छेको एउटा अपेक्षा हुन्छ नि त होइन हजुर। त्यो पुरा भएन, के होला अब, कसो होला? अब यसलाई त्यहाँ के चाहिँ पुगेको छैन, म तुरन्त गराउँछु। मलाई जानकारी कहिले हाम्रो भिजिट कहिले हुन्छ मन्त्रीज्यू? हजुर अब 15 दिन पछाडि हजुर आउनुहोस्। 15 दिन पछाडि आउने कि तपाईँसँगै भिजिट गरौँ? मसँगै तपाईँसँगै। तपाईँ आउनुभन्दा अगाडि मलाई एकपल्ट कल गरिसेला हजुर, हामी सँगै त्यहाँ भिजिट गरौँ। अब जुन अहिले जे कुराको उ छ, म त्यहाँ तुरन्तै चाहिँ मेसुसँग उ गराएर त्योसँग समन्वय गरेर सम्पर्क गरेर त्यसलाई चाहिँ मन्त्रालयले गर्नुपर्ने कुरा म सबै चाहिँ यो 15 दिनभित्रमा चाहिँ फुलफिल गराउँछु। अब यति बेला टोखा नगरपालिका सँगसँगै
देशभरबाट नै माननीय स्वास्थ्य मन्त्री किरण थापा मगरलाई सुनिराख्दा वा यो भिडियो फुटेजहरू हेरिराख्दा यहाँ हामी तमाम आदरणीय महानुभावहरूसँग छौँ जसले अस्पतालको जवाबदेहिताको पदमा बसेर काम गरिराखेको छ। साँच्चीकै टोखा नगरपालिकामा रहेको यो प्रादेशिक अस्पताल अब प्रादेशिक अस्पताल जस्तो देखिने कुरामा म ढुक्क हुनको लागि भनिदिउँ वा तपाईँ के भन्नुहुन्छ? म यहाँ त्यहाँ भएका कमी कमजोरीलाई म तुरन्तै जाने म यहाँ सजिलो भनेर छानबिन समिति बनाउन आउँछु। ए हजुर। अनि त्यो छानबिन समितिबाट त्योबाट पनि म हजुर र म संयुक्तै हुँदाखेरि त्यो कहाँ कसो कमजोरी छ त्यो सबै चाहिँ त्यसपछि जसको कमजोरी छ जसले गलत गरेछ उसलाई कारबाही पनि गर्छु हजुर। अनुगमन पनि गरिन्छ, कारबाही पनि हुन्छ एकदमै। तर कारबाही भन्दा पनि म चाहिँ के भन्छु भने जहाँ जस्तो हुनु पर्यो त्यो त्यस्तो हुनु पर्यो। फेरि बुलन्द आवाजको यो जुन आशय यहाँ कुनै कर्मचारीलाई कारबाही गरेर यहाँ लड्न आएको होइन। टोखा चण्डेश्वरी अस्पताल राम्रो छ र राम्रो बन्न सक्छ भन्न आएको। जसको जुन जिम्मेवारी छ जिम्मेवारी त पुरा गर्नु पर्यो नि हजुर। हजुर होइन र ल मन्त्रीज्यू तपाईँसँग कुरा गर्दा बडा मजा आयो, खुसी लाग्यो। पहिलो घन्टीमा कल रिसिभ गर्नुभयो, दोस्रो कुरामा म तुरुन्तै आउँछु भन्नुभयो, तेस्रो कुरामा म एक्सन लिएर साँच्चीकै त्यहाँको व्यतिथिलाई थितिमा ल्याउने काम गर्छु भन्नुभयो। हजुर हजुर थ्याङ्क यू। अनि जेनेरेटर सहितको मैले यहाँ बजेट गराइसकेको अब त्यो टेन्डरदार तुरन्त आउँछ भने हजुर भनेको अबको 15 दिनमा यो अस्पताल साँच्चीकै टोखा चण्डेश्वरी अस्पताल जस्तो देख्छु मैले। हो सहयोग के दिएको जेनेरेटर चाहिँ अलिकति त्यो टेन्डरको प्रक्रियामा जाँदा अलिकति टाइम लाग्छ होइन हजुर। ए हजुर। त्यो टेन्डर जेनेरेटर गराएर टेन्डरबाट गराएर तुरन्तै म त्यो जेनेरेटर पनि म पठाइदिइहाल्छु आउला। हस् यति बेला देशमा नेताहरूलाई हेर्ने नजरिया बदलिएको छ। साँच्चीकै नेताहरू नराम्रा भनिएका नेताहरूबाट कुनै एउटा राम्रो नेता हो कि जस्तो मैले महसुस गरेको छु। आशा गर्छु तपाईँले अहिले भनेका धारा प्रवाहमा जुन पङ्क्तिमा जोड्नु भएको छ यो काम गरेर देखाइएको पाइयोस् है मन्त्रीज्यू। हस् थ्याङ्क यू हजुर। हस् नमस्कार।